पिम्पल्सले चाहिँ मलाई कहिले छोडेन क्या है। के अरे नेपालबाट आउँदा झन् यति धेरै त्यो एलर्जी जस्तै एलर्जी भन्दा नि एलर्जी भन्ने कि पिम्पल्स भन्ने होइन, त्यो रातो रातो फोकाहरू आउने क्या यति धेरै थियो। त्यो हावापानी जुधेर होला सुरुमा औषधि नै खानु पर्यो क्या। 1 महिनाको औषधि दिएको, हुन त 1 हप्ता खाएपछि ठिक भएको थियो। अझ त्यो लेजर गरेपछि चाहिँ कहिले पनि आउँदैन भन्थ्यो। अब के को लेजर भने के हो अहिलेसम्म एउटा सनस्क्रिन त नेपालमा हुँदाखेरि अहिलेसम्म एउटा डेली सनस्क्रिन त नलाउने मान्छे अब के थाहा। अनि अब जब गर्मी लागेपछि नि एउटा दुईटा कहिले छोड्दैन कि एउटा दुईटाले चाहिँ अब हुन त त्यो जन्मिँदै लिएर आएको पनि होला, बन्छानु गतै यस्तो भएपछि के गर्नु। अब त्यो जन्मिँदै लिएर आएको कुरालाई त कसरी पनि फेर्न सकिन्न रहेछ भने जस्तै क्या। कहिले छोडेन भने अब गर्मीमा झन् यति धेरै आउँछ, त्यही माथि हामी त बाहिर काम गर्नुपर्छ क्या। गर्मीमा झन् यति बाहिर काम धेरै हुन्छ क्या, झन्डै 45 डिग्री नै हुन्छ होला हौ बाहिर त। त्यस्तो घामले पोल्छ बाफ्रे, त्यो घाममा त्यही माथि त्यो पेन्टको नेम्से है, त्यो दल्नु पर्ने, छङ्सो गर्नुपर्ने, के बाहिर काम गर्नुपर्छ। डढेर त भोलि पर्सि नेपाल जाँदाखेरि पनि चिन्दैनन् होला हौ। म त होइन त कोरिया हानेर कहाँ गएर आइसौ, डढेर केही छैन त भन्न बेर छैन, जस्ताको तस्तै नेपाल फर्किने भइयो है। के गरौँ, गाह्रो छ। अब आफ्नो अनुहार हेरेर भएन, पैसा कमाउन आएको मान्छे पैसा हेर्नु पर्यो। चित्त त जिन्दगीमा मान्छेलाई के पो कुराले बुझ्छ र होइन, आफ्नो के पो मनपर्छ र आफूलाई, त्यहाँ जे हो। यहाँ आइकन पनि अहिलेसम्म बाहिर निस्केर नहिँडेको चाहिँ म मात्रै होला है। भन्नाले जस एक्लै हिँड्नै सक्दिनँ क्या म। कति ठाउँमा अब ग्रुपिङमा सँगै काम गर्ने साथीहरूसँग अरूसँग यता घुम्नलाई भन्नाले त्यसरी चाहिँ हिँडियो। तर एक्लै चाहिँ अहिलेसम्म एउटा बस चढेर त्यहाँ पर एउटा गाउँ छ ओप्पो भन्ने, त्यहाँसम्म चाहिँ जान सक्छु मैले, नत्र भने त्यहाँबाट काहीँ पनि जान सक्दिनँ क्या अझैसम्म पनि। आएको 1 वर्ष हुन लागिसक्यो है। काममा गयो, काम परदेशीको जिन्दगी नै यही होला है। काममा गयो आयो, अब बेलुका त्यही मोबाइल चलायो, अनेक थरीको अब कामको टेन्सन प्रेसर। आजभोलि चाहिँ म 1 दिन छुट्टी भयो भने नि यसो निस्केर हिँड्छु क्या। यही सानोसानोबाट त हो नि बिस्तारै अब कन्फिडेन्ट बढ्ने होइन, निस्किने, हिँड्ने, बोल्ने। अनि त्यही भएर अब हिँड्यो। त्यही त परदेशमा त अब जता पनि एक्लै हो, यसरी नै आत्मनिर्भर हुनुपर्छ भन्छु। अनि त्यही भएर हजुरहरूलाई पनि म त्यही भन्छु, हिँड्नुपर्छ है। हिँड्यो भने यस्तरी कन्फिडेन्ट बढ्छ, आफू ग्रो अप भइन्छ होइन। यहाँनिर आएपछि चाहिँ मलाई होइन यो फन्को लाउन मन लाग्छ के, यतातिर घुम्नलाई मन लाग्छ। अनि त्यहाँनिर खोला थियो, खोला चाहिँ सुकेछ अहिले। कति राम्रो हो के, मान्छे जस्तो भए पनि होइन, तर मन चाहिँ साँच्चै यो फुल जस्तै सुन्दर हुनुपर्छ है। अब मान्छे हो, जिन्दगीमा उतार चढाव, अब मान्छेसँग एउटा पनि नराम्रो गुण छैन। यो मान्छे हर कुरामा पर्फेक्ट छ भन्न त हुँदैन, तर यो फुल जत्तिकै प्रशंसा चाहिँ कसैले गरोस् क्या। कति सुन्दर कति खालको हो फेरि है। अनि अनुहार जस्तो भए पनि चल्छ, तर मन राम्रो हुनुपर्छ भन्छु है म चाहिँ। पऱ्यो कि अब ठ्याक्क म यहाँ पुगेँ, अनि पानी पऱ्यो अब अहिले। अब म त जाने त होला नि पानी परेपछि त, के गरौँ। यहाँ आएर बस्नलाई जुराएर होइन चाहन्छ त। अनि यो के होला है, आँप जस्तै छ क्या हाम्रो तराईतिर। ठ्याक्क मलाई आँपको सम्झना आयो, सेम आँपको पत्ता। फुल त फुल्या छैन, यो के को रुखोको नि। कति राम्रो, सबै राम्रो क्या मेरो लागि त। नराम्रो त मैले केही देख्दिनँ। मान्छेले रिस उठायो भने मात्रै हो नराम्रो देख्ने, त्यही पनि एकछिन हो। त्यसपछि त त्यस्तो रिस राखिराख्नु हुँदैन जस्तो लाग्छ मान्छेसँग पनि। अनि यो चाहिँ निमको पत्ता जस्तो छ है, निम नै हो क्या हो यो। अहिले खायो भने फेरि मर्छु होला, नत्र म चाखेर हेर्थेँ। निमको पत्ता खानुहुन्छ नि त, खै होइन क्या हो, तर सेम छ क्या निमको पत्ता जस्तै। म चाहिँ यहाँ अनुसन्धान अवलोकन गर्न आएँ जस्तो।